नमस्कार यहाँहरूलाई फेरि स्वागत छ जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँले हेर्नुहोस् जम्मा आनाको 15 देखि 21 लाखको, त्यो पनि भक्तपुरमा यति राम्रो जग्गा तराई जस्तो सम्म फाँटमा। यसमा तपाईँहरूलाई पैसा पुग्दैन भने 70% सम्म लोनको सुविधा रहेको छ है। यो प्लटिङको टुकुरा यो किन्दै गर्दा तपाईँले सबै सुविधा पाइ नै हाल्नुहुन्छ। यो जग्गाको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। बिक्रीमा रहेको जग्गा यही नै हो। अब तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। यो माथिबाट आउने टक्क माथिपट्टि मेन हाइवे बाटो रहेको छ भने ताथाली पुल पनि त्यही नजिकै रहेको छ। यो माथि देखिरहनु भएको तपाईँले हेल्थ पोस्ट है त, त्यहाँ अगाडि मेन हाइवे बाटो रहेको छ। त्यो सर यो 13 फुटे ढलान बाटो आउँछ है त। ढलान बाटो आएर यही जग्गामा टच हुन्छ भने भित्री प्लोटिङमा ला पनि 13 फुटे बाटो राख्नु भएको छ। छानी छानी आहा नि 4 कुना मोबाइल आकारको रुमाल आकारको टुकुराहरू पाउनुहुन्छ तपाईँले। पूर्व दक्षिण फेस गरेको छानेर रोजेर लिन सक्नुहुनेछ है त। लगभग यो 5 रोपनी चान्चुनमा गरिएको प्लोटिङ हो भने यता अगाडिसम्म रहेको छ। यो साइडमा पनि हेर्न सक्नुहुन्छ भने अब यहाँदेखि उता पछाडिसम्म हेर्न सक्नुहुन्छ। त्यहाँनिर घर छ, त्यो घरसम्मै रहेको छ है। हेर्न सक्नुहुन्छ त्यो झन्डा भयो भने पछाडि घरसम्मै रहेको छ। केही टुक्रा त बुक पनि भइसकेको छ है। यति राम्रो जग्गा हेर्दै किनौँ लाग्ने जग्गा रहेको छ। त्यो हुँदाखेरि केही टुक्रा बुक पनि भइसकेको छ है। अब तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु होइन। बुक भएर पनि 2-4 वटा टुकुरा त पास पनि भइसक्यो भन्नुभएको छ। तपाईँहरू आफै आएर पनि बुझ्न सक्नुहुन्छ। किता कार्ड भइसकेको तुरुन्तै पास गर्न मिल्ने है त। यति राम्रो राम्रो टुकुराहरू रहेको छ। आहा नि हेर्नुहोस् न, यो चिटिक्क मिलेको 3 आनाको टुकुरा है त। मोबाइल आकारको रुमाल आकारको 4 कुना मिलेको हेर्दै लोभै लाग्दो जग्गा रहेको छ। दक्षिण पश्चिम पूर्व फेस गरेको जग्गाहरू रहेको छ। अब यो जग्गा लिँदै गर्दा तपाईँले पानी बत्ती गाउँ समाज बस्तीहरू रुटको गाडी चल्ने हाइवे बाटो सँगै रहेको छ। यो जग्गा तुरुन्तै किनेर घर बनाएर आनन्दले बस्छु भन्दा पनि मिल्ने, पछि निकै फाइदा खाएर बिक्री गर्न पनि सक्नुहुन्छ है। अब यो नेसनल बीबीटी रियल इस्टेटले गरेको प्लोटिङ हो। एउटा कम्पनीले नै गरेको प्लोटिङ हो है। केही लफडा हुने मुद्दा मामला हुने त्यस्तो केहीको टेन्सन लिनु पर्दैन, किनकि कम्पनीले नै गरिसकेको प्लोटिङ भइसकेपछि तपाईँले सबै सुविधा पाइ नै हाल्नुहुन्छ। अब हेर्नुहोस् न, पछाडिपट्टि घर बनिसकेको छ होइन। यहाँनिर अगाडिपट्टि राम्रो राम्रो त्यस्तै घर बनाउन सक्नुहुन्छ यो जग्गा किनेर है त। जग्गा रहेको छ भने यतापट्टिको भ्यू पनि हेर्न सक्नुहुन्छ। यहाँदेखि नजिकै नेपाल इन्जिनियरिङ कलेज नजिकै रहेको छ भने केएमसी सेन्टर पनि यता नजिकै रहेको छ। अब यो मेन हाइवे बाटो भइ नै हाल्यो, तपाईँलाई थाहा छँदैछ होइन। ताथाली हुँदै बनेपा निस्किने हाइवे बाटो भनेको सेकेन्ड ठुलो राजमार्ग है त, यतापट्टि बनेपा जाने। त्यो हुँदाखेरि यो भविष्यको लागि फ्युचर बोकेको जग्गा जम्मा आनाको धेरै छैन है। 15 देखि 21 लाख मात्रै राख्नु भएको छ है त। हेर्दै लोभै लाग्दो जग्गाहरू रहेको छ। हेर्न सक्नुहुन्छ रुमाल आकारको आहा नि, ल हेर्नुहोस् है त। यस्तो रुमाल आकारको जग्गाहरू रहेको छ है। बाटो पनि हेर्न सक्नुहुन्छ टक्क यति ठुलो 13 फुटे राख्नु भएको छ। रुमाल आकारको जग्गा वरिपरि वाल लगाएर कम्पाउन्ड घेरेर चिटिक्क छुट्याउनु भएको छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ होइन। यो साइडमा पनि हेर्न सक्नुहुन्छ, यो साइडमा पनि हेर्न सक्नुहुन्छ, यो साइडमा पनि हेर्न सक्नुहुन्छ। र साइडमा यति ठुलो राम्रो राम्रो घरहरू पनि बनिसकेको छ है। अब यो जग्गा लिन चाहनुहुन्छ भने तपाईँलाई जस्ताको तस्तै देखाइसकेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आहा नि बिक्रीमा रहेको जग्गा यही नै थियो। तपाईँलाई जस्ताको तस्तै देखाइसकेको छु। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा भक्तपुर जिल्ला चाकुनारायण नगरपालिका वार्ड नम्बर 1 मा रहेको ठ्याक्कै यो ताथाली पुलको जस्ट साइडमा भन्दा पनि हुन्छ। हेल्थ पोस्टको अगाडिपट्टि ताथाली हुँदै बनेपा निस्किने हाइवे बाटो सँगै रहेको, काठमाडौँ सेन्टरभन्दा अलिकति अगाडिपट्टि रहेको, इन्जिनियर कलेज ठ्याक्कै अगाडिपट्टि अलिकति सबै सुविधा पाइ नै हाल्नुहुन्छ। हाइवे बाटोदेखि पनि सँगै रहेको, स्कुल कलेज सबैको सुविधा पाइ नै हाल्नुहुन्छ। अब यो जग्गा लगभग 5 रोपनी चान्चुनमा गरिएको प्लोटिङ। तपाईँले 3 आना 3.5 आना 4 आनाको टुकुराहरू पाउनुहुन्छ। बाटो टक्क अगाडिपट्टि 13 फुटे सर ढलान, भित्री बाटो 13 फुटे पाउनुहुन्छ। वरिपरि वाल लगाएर पार्टेसन गरिसक्नु भएको छ। किता कार्ड भइसकेको, तपाईँले तुरुन्तै आजै पास गर्छु भन्दा पनि मिल्ने जग्गा रहेको छ है। अब यो पूर्व दक्षिण फेस गरेको छानी छानी रोजी लिन सक्नुहुनेछ। केही टुकुरा फिल्ड नबनाउँदै बुक भइसकेको छ है। हिजो मात्रै फिल्ड बनाउनु भयो, आज म आएर भिडियो बनाउँदैछु। अब यो केही दिनमा सबै फिनिसिङ भइ नै हाल्छ। यति सस्तो तपाईँले वरिपरि जताकतै खोजे पनि पाउनुहुन्न। जम्मा आनाको 15 देखि 21 लाखले दिँदै हुनुहुन्छ है। त्यसमा पनि छिट्टो लिनेलाई अझै मिलाएर दिन्छु भनिसक्नु भएको छ। 70% सम्म लोनको सुविधा रहेको छ। यति राम्रो जग्गा लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। साइडमा जग्गाको लागि बन्द नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझे लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।